महाकाली 200 किलोमिटर, चिसापानी 72 किलोमिटर। साह्रै हेर्छ तर चौधरी आउने सबै हुन्छन्। अब यही जङ्गलमा हो बाघ भालु देखिने। अनि त्यहाँबाट एकजना बहिनी हुनुहुन्छ लक्ष्मी चौधरी भन्ने। सो उहाँ बहिनीकोमा आज बसिन्छ है। फाइनली साथियों, अब बस कुछ किलोमीटर और उसके बाद मेरा यात्रा कंप्लीट। बर्दियाको जङ्गल, हामीसँग 22 मिनट छ यो जङ्गललाई पार गर्नुलाई। राम राम, गोर लागेको सबैके। त आज म छु कोहलपुर बाँके जिल्लामा र मेरो पछाडि जुन तपाईँले हेर्दै हुनुहुन्छ श्री राम जानकी मन्दिर। हिजोको बसाइ मेरो यहीँनिर भएको थियो र एकदमै धेरै आनन्दमय बसाइ थियो हिजो। बिहानको यो यहाँको बिहानको कीर्तन, यहाँको माहौल साह्रै आनन्दित थियो साथीहरू। सो आज मेरो 12औं दिन यात्राको र तपाईँहरू आज हेर्दै 12 दिनसम्म आइपुग्नु भएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद। र अब आजको यात्रा म कैलालीसम्म गर्ने प्रयास गर्छु। अब यहाँदेखिको अघिल्लो जिल्ला बर्दिया भन्ने जिल्ला पर्छ, जुन जिल्ला चाहिँ बाघहरूको लागि पनि फेमस छ। यदि मैले बाघ बाटोमा देखेँ भने तपाईँलाई पनि देखाउँछु। र समथिङ 130 देखि 40 किलोमिटर मलाई यहाँदेखि कैलाली म जुन ठाउँ जानुपर्ने त्यो ठाउँ मलाई पर्छ। र अब मैले प्रयास मात्रै गर्ने हो। अब त्यहाँसम्म पुग्न सकिन्छ सकिँदैन मलाई पनि थाहा छैन। तर म श्री राम जानकी मन्दिरको जो यहाँनिर सञ्चालक ज्यूहरू हुनुहुन्छ उहाँहरूलाई एकदमै धेरै धन्यवाद। हिजो मलाई यहाँनिर एउटा रुम प्रदान र एउटा खानेपिने व्यवस्था मलाई मिलाइदिनु भएकोमा। र अब आजको यात्रा म यहाँबाट प्रारम्भ गर्छु साथी हो। र तपाईँहरू हेर्न सक्नुहुन्छ यता कोहलपुर चौक ठ्याक्कै, यता सुर्खेत जाने बाटो उत्तरतर्फ, यो पूर्व जाने बाटो र उता कैलाली बर्दिया जाने बाटो। इट्स टाइम टु से गुड बाई। फेरि पनि आएछ भने फेरि पनि म सम्झिनेछु, तर फेरि आउँछु जस्तो चाहिँ मलाई लाग्दैन साथी हो। किनकि म एक ठाउँ एकचोटि मात्रै घुम्न गर्छु प्रायः जसो। यो चौक कोहलपुर चौक। अब उताबाट मैले अर्को गाडी लिनुपर्ने हुन्छ। अब जाऊ अर्कोतिर। अब लिफ्ट पनि माग्नुपर्छ। अब कसले लिफ्ट दिने हो आज अतरियासम्म पुगिन्छ कि पुगिँदैन आई डोन्ट नो। अब हेरौँ है। यो हो कोहलपुर। आधी घन्टा लगभग हिँडियो तर पनि लिफ्ट पाएको छुइनँ। 4-5वटा ट्रकले रिजेक्ट गरिसक्यो मलाई। अब ट्रक बाइक अरूमा लिफ्ट लिनु पनि मिल्दैन, किनकि मैले भनिसकेको छु ट्रकले लामो डिस्टेन्स कभर गर्छ, आरामले लान्छ। यो बाइक साइकमा चाहिँ 2-4 किलोमिटर अनि छोडिदिन्छ। सो ट्रकलाई नै पर्खिरहेको छु म। सो कोहलपुरमा उहाँहरूले मलाई लिफ्ट दिनुभयो अलिक परसम्म। हजुरको शुभ नाम? मेरो शुभ नाम विष्णु प्रसाद सापकोटा। विष्णु प्रसाद सापकोटा। हजुरको? मेरो डिबी साई। डिबी साई हजुर, ज्ञानेन्द्र साईको हो। ए ल, सो आउनु होला, उता बारा क्षेत्र हाम्रो घर छेउ पर्छ होइन, घुम्दै घुम्दै। ओके, अहिलेसम्म पनि मैले लिफ्ट पाएको छुइनँ साथी हो है। र महाकाली 200 किलोमिटर, चिसापानी 72 किलोमिटर, अझै 200 किलोमिटर छ महाकाली। 800 प्लस मैले यात्रा गरिसकेँ लिफ्ट मागेर। अब बाँकी 200 किलोमिटर। वाउ, 1 घन्टा 50 मिनट भइसक्यो मैले लिफ्ट पाएको छुइनँ। तर पनि हिँड्दैछु। तर यता लास्टै गर्मी छ हौ साथी, पूर्वको भन्दा पश्चिममा लास्टै गर्मी हो। तर म खुसी छु मैले 800 प्लस पार गरिसकेँ। अब मात्रै 200 किलोमिटर के छ र, पार भइहाल्छ नि। आज चाहिँ झन् लामो दूरी कभर गर्नु पर्यो सोचेको थिएँ। 130-40 किलोमिटर 2 घन्टादेखि लिफ्टै भेटेको छैन। अनि कसरी कभर हुन्छ? 10 बजे निस्केको त्यहाँबाट, अब अहिलेसम्म लिफ्ट पाएको छुइनँ। अब त्यहाँ पनि पुग्छु जस्तो चाहिँ मलाई लाग्दैन। अब हेरौँ, अब बाइकलाई पनि ट्राई गर्नु पर्ला। अब के गर्नु, बिस्तारै। अब 130 किलोमिटर त आज कभर गर्न गाह्रै छ। नो वरिज गाइज, रमाइलो छ। बाइकले मलाई 8-10 किलोमिटरसम्म ल्याइदिनु भयो। अब उहाँलाई धेरै धेरै धन्यवाद। अब यहाँदेखि फेरि बाइकमै लिएर जानुपर्छ, नत्र खै यो गाडीको आसमा चाहिँ पुगिएला जस्तो चाहिँ लाग्दैन। आज खासै यतातिर तपाईँ लिफ्ट पनि पाइएको छैन र बाटो पनि त खाली छ, खासै गाडी चलेकै छैन यतातिर। एन्ड फाइनली म इन्टर गरिसकेँ सिजी फुड पार्क बर्दिया। यो चाहिँ बर्दिया रहेछ साथी हो। अघि म बाँकेमा थिएँ,
बाँके कटेर म बर्दिया पुगिसकेँ। अब बर्दिया सकेर कैलाली र आजको मेरो टार्गेट कैलालीसम्म पुग्ने थियो, तर पुगिन्छ जस्तो चाहिँ लाग्दैन। भगवान्लाई प्रार्थना गरौँ कि आज मैले लिफ्ट पाएर बेलुकासम्म पनि पुगियोस्। यो बाँसगढी चोकमा थारूहरूको यो मूर्तिहरू छ, इन्डिकेट गरेर बनाइएको छ। गाडी छ, लिफ्ट दिन सक्दिँदैन। दाजु रोक्नु न। ओ माई गड, रोकेन। हुन त रोक्ने ठाउँ पनि छैन यहाँ। अगाडि गएर लिफ्ट माग्छु साथी हो। बाँसगढी नगरपालिकामा हार्दिक स्वागत गर्दछौ। बाँसगढी नगरपालिकाबाट हेर्नेहरूले कमेन्ट गर्नुहोला। यता थारूको बस्ती ज्यादा छ, त्यही भएर पनि होला। यस्तो अवस्थामा पनि उहाँले रोक्नु भएछ। खाली हुनुहुन्छ, कहाँसम्म जाँदै हुनुहुन्छ? लेट मी आस्क हिम। ओके दाजु, कहाँसम्म? सो फाइनली यहाँ दाजुले रोक्नु भएछ। यहाँदेखि महाकाली 185 किलोमिटर छ। अतरिया उहाँ जानुहुने 100+ किलोमिटर पर्छ अतरिया। त्यहाँदेखि फेरि म लाग्छु उता, सक्यो भने। होइन भने त्यस्तै हो साथी हो। आज जहाँ रात पर्छ त्यही बस्ने हो। दाजु भिडियो बनाउँदा के प्रब्लम छैन नि तपाईँलाई? भन्छ हजुरको शुभ नाम दाजु? सुमन भण्डारी। रोहन भण्डारी? सुमन भण्डारी। सुमन भण्डारी हो दाजु। भण्डारी हुँदो रहेछ। ल कहाँबाट हुनुहुन्छ दाजु? बोलबोलदेखि आएको। ए यतैको हुनुहुन्छ दाजु, पश्चिमतिर कि? ए ल उहाँ बझाङ जाँदै हुनुहुन्छ। अतरियासम्म उहाँले मलाई छोडिदिनुहुन्छ। अनि दाजु यताको त बिच जङ्गलमा बाघ पाउँछ अरे हो? ए ल मलाई देखाइदिनु है, कहाँबाट बाघ पाउने हो। यसो भिडियो रेकर्डिङ गर्दै जान्छु। के त राति निस्किन्छ है? हजुर, टाइम सिस्टम हुन्छ अरे है? ए त्यही त सानोमा हामी स्कुल पढ्दाखेरि सरहरूले भन्नुहुन्थ्यो क्या कि उता पश्चिमतिर चाहिँ त्यो एउटा टाइम हुँदो रहेछ, त्यो टाइमभित्र पार गर्नुपर्ने अरे के। ए ल अब हेर्छ है साथी हो, यसो बाघ भेटिहालेछ भने हाम फाले। ए मिनिमा छ कर्णाली भनेपछि हामी छिर्ने रहेछौँ। कर्णाली त उक्सापट्टि गयो, बाँकी पनि लुम्बिनीमा पर्छ कि आउँथ्यो खास मलाई त थाहा भएन। बाँकी त ए लुम्बिनी नै पर्छ यो पनि? बताउनै पर्छ। हो नि। अनि सुरु के लिन जाऊ कि म टाइम? तपाईँ जानुहुन्छ? सो दाजु अब जाँदै हुनुहुन्छ तल, यहाँनिर टाइम लिनुपर्ने अरे। यो बर्दियाको जङ्गल, हामीसँग 22 मिनट छ यो जङ्गललाई पार गर्नुलाई। 22 मिनटमा पार गर्नुपर्छ। अब यही जङ्गलमा हो बाघ भालु देखिने। अब हेरौँ देखिएछ भने। नदी केही थाहा छ तपाईँलाई? खोबै खोला ठ्याक्कै यो बर्दियाको जङ्गलको बिचोबिच। अब यहाँनिर सकिन्छ साथी हो। दाजु कति मिनटमा आइपुग्यौँ? लाग्यो 22 मिनट। अब यहाँदेखि फेरि अर्को 22 मिनट साथी हो। लु आशा गरौँ कि यहाँनिर बाघ देखियोस्। कर्णाली पुल साथी हो, आइपुग्यो कर्णाली। ओके यो हो कर्णाली पुल साथी हो, लम्बाइ 500 मिटर। कर्णाली पुल पनि अब क्रस गरिसकियो। अब योभन्दा पनि अझै चिदा चिसापानी। अब चाहिँ सुदूर पश्चिम सुरु भयो। बालनको एउटा थियो नि के दाजु? सुदूर दूर नै झिके झिके माया। यो झिके झिकेको मतलब के हो दाजु? धेरै फाइनली आइपुग्यो अतरिया कैलाली जिल्ला। दाजुलाई धेरै धेरै धन्यवाद, एकदमै लामो लिफ्ट दिनुभयो। अतरिया ठाउँ कैलाली जिल्ला। बस पार्क के हो दाजु?
ए ओके अब बस पार्कतिर जान्छु ल कहाँ छोडिदिनुहुन्छ मलाई फाइनली अत्तरिया कैलाली जिल्ला पनि आइपुग्यो साथी हो अब चाहिँ आज आराम गरिन्छ र यो जुन मेची टु महाकाली यात्रा छ यसलाई चाहिँ भोलि कम्प्लिट गरिन्छ है र मैले मेरो चस्मा पनि सायद त्यही गाडीमै छुट्याए जस्तो मलाई लाग्यो अब कुद्दै कुद्दै लिनु जानु पनि अब भ्याउँदैन अब यस्तै हो अब अर्को चस्मा लिनुपर्छ के कतै छ कि भनेर खोज्नुपर्छ तर ब्यागमा मैले हालेको जस्तो चाहिँ मलाई लाग्दैन अब जाम बस पार्कमा एकजना दिदीलाई भेट्ने अनि त्यहाँबाट एकजना बहिनी हुनुहुन्छ लक्ष्मी चौधरी भन्ने सो उहाँ बहिनीकोमा आज बसिन्छ है बहिनी चाहिँ अहिले विराटनगर पढ्दै हुनुहुन्छ अनि घर चाहिँ उहाँको यतै हो कैलालीमा सो अब उहाँको घर गइन्छ साथी हो सुरुमा जाउँ बस स्ट्यान्डतिर दिस इज अत्तरिया चौक अत्तरियाको यो तपाईँको गोलो हामी गोलचोक भन्छौँ इटरीमा त्यस्तै हो अब यहाँदेखि मेरो डेस्टिनेसन धेरै टाढा छैन साथी हो महेन्द्रनगर तपाईँको महाकाली अब जानुपर्छ फाइनली साथी हो अब बस कुछ किलोमीटर और उसके बाद मेरा यात्रा कंप्लीट आज यतै एकजना बहिनीकोमा बसाइ छ मेरो सो अगाडि समथिङ 16-17 किलोमिटर अगाडि मलाई पर्खिराख्नु भएको छ रिसिभ गर्नुलाई अनि आज उहाँहरूकोमा बस्छु त्यसपछिबाट फेरि बिहानै खानासाना खाएर कन्टिन्यू गर्छु अनि भोलि यात्रा मेरो सक्छु ओके सो यहाँ अत्तरियाबाट पहिलो लेफ्ट मलाई ब्रदरले दिनुभएको जोयल चौधरी हुनुहुन्छ उहाँ साह्रै हेर्छ हुनुहुन्छ तर चौधरी आउने हेर्छमै हुन्छन् पहिँदैछ साथी हो त्यसपछि फेरि अर्को ट्र्याक्टरमा यता हाम्रो हेन्सम ब्रदर हुनुहुन्छ ब्रदर यता एकचोटि ल है ल रमाइलो छ साथी हो रमाइलो छ कहिले ट्र्याक्टर कहिले ट्रक कहिले बाइक यता हाम्रो कञ्चनपुरको साडु भाइ के भन्छ अरे ए जेठान साडु भाइ के सो उहाँले मलाई यहाँ छोडिदिनु कुन चोक हो यो गुलेरिया चोक ए ल झन्डै मैले मलेरिया सुने ल तर थारूहरूलाई मलेरिया लाग्दैन है ल धन्यवाद मलाई यहाँबाट लिफ्ट दिनुभयो ओके तपाईँ बनारस चोकसम्म पुग्नुहुन्छ ए ल उहाँले मलाई बनारस चोकसम्म छोडिदिनु भयो आज बसमेरै हुन्छ फेरि हजुरको नाम भनिदिनुहोस् हाम्रो दर्शक मेघराज पाण्डे बेतकोट नगरपालिका 7 कञ्चनपुर ल भाइलाई म भोलि भेट्छु बिहान ल साह्रै मनकारी हुनुहुन्छ उहाँ मलाई त्यहाँबाट यहाँसम्म छोडिदिनु भयो सो फाइनली पुगियो कञ्चनपुर बनहरा बहिनीहरूले मलाई लिन आउनुभएको यहाँ यता पनि हुनुहुन्छ बहिनी राम्रै हुनुहुन्छ हाम्रो बहिनीहरू सो मेरो पनि हालत पुरै टाइट भइसकेको छ साथी हो मेरो कपाल हेर्नुहोस् कस्तो छ बाघ भालु जस्तै है अब गएर यसो फ्रेस हुन्छु नुहाइधुवाइ गर्छु देखाउँछु तपाईँहरूलाई भित्र गाउँ नदी छ वा नदीमा नुहाउन पाइन्छ ल बच्चैमा नुहाएको थियो नदीमा आमाले कुट्नुहुन्थ्यो पहिले त यता जाने बित्तिकै धारा छ नि आज त मम्मीले नुहाएको देख्नु पनि हुन्न पिट्नु पनि हुन्न होइन यहाँनिर बनारामा 22वटा धारा छ साथी हो हेर्न सक्नुहुन्छ तपाईँहरू अब हामी जाँदैछौँ अझै अगाडि यो पुलबारी चाहिँ बनारा त्यो पुलबारी चाहिँ के भन्नुभयो बुनु भेटघाट ए ल हाम्रो बुनु पनि साह्रै राम्री हुनुहुन्छ साह्रै राम्रो सिन छ साथी हो बहिनीले मलाई पानी ल्याइदिनु भयो 22 धाराको पानी ल हिँड्दै भित्र गाउँ पुगिसक्यौँ हामी जङ्गलको बाटो छ है आहा चारैतिर जङ्गल रहेछ बिचमा साह्रै मजाको घर छ गाउँघरमा ल धन्यवाद ओके सो फाइनली कञ्चनपुर पुग्यो साथी हो यो कुन गाउँ हो हजुर भेटघाट गाउँ सो कस्तो राम्रो छ यो कसलाई खटिया भन्छ है खटिया साथी हो ओके सो अब म चाहिँ साथी हो नुहाउन लागेँ रात परिसक्यो मैले भिडियो रेकर्ड पनि गर्न मिलेको छैन मजाले है सो यता चाहिँ म छु है ल अब रात परिसक्यो साथी हो अब काँक्रा खाइँदैछ
ओके सो तपाईँले हेर्न सक्नुहुन्छ साथी हो सुदूरपश्चिम कैलालीको माया हाम्रो एकजना आमाको घरमा छु म उहाँहरू वैष्णव हुनुहुन्छ रामानुजन सम्प्रदायबाट सो आज मैले प्रसाद खान पाउने भए सेलरोटी दाल के बनाउनु भएको छ अब खाँदैछु यता चाहिँ म छु भर्खरै नुहाइधुवाइ गरेँ मैले अब म प्रसाद ग्रहण गर्छु सो यात्रा गर्दाखेरिको एउटा फाइदा चाहिँ यो हुँदो रहेछ है मैले एक्सपिरियन्स गर्न खोजेको चाहिँ खासमा चाहिँ यही कुरा हो भित्रभित्र गएर गाउँ गएर यस्तो मिठो मिठो खाना खान पाइन्छ त्यो पनि प्रसाद भगवानलाई चढाएको वा जय श्रीमन्नारायण हरे कृष्ण जय श्रीराम र मैले खाना पनि खाइसकेँ साथी हो सुदूरपश्चिम कैलाली जिल्लामा छु म सो साह्रै मजाले उहाँले खानाहरू पकाएर खुवाउनुहोस् सबैजनाले अँध्यारो छ अब म जाँदैछु यहाँ माइजूको घर